हुन्छ यहाँ सम्पूर्णमा जय मसीह र हामी एउटा गीत गाउन गइरहेका छौँ अनि गीत छ हजारौं डाँडाहरूका पशु प्राणी मेरै हुन्। अनि साँच्चै नै हजारौं डाँडाहरूका पशु प्राणी अनि हजारौं डाँडा परमेश्वरको सृष्टि सबै हुन् र उहाँले हामीलाई कहिले पनि त्याग्नुहुन्न, छोड्नुहुन्न। उहाँको ख्रीष्ट येशू प्रभुद्वारा चाहिँ हामीलाई उहाँको बलिदानले अनि हामीलाई फेरि पनि परमेश्वर सम्मुख जोड्नु भएको छ भन्ने कुरा यो गीतले बताउँछ। परमेश्वरको बलिदान जसले गर्दा हामीले अनन्त जीवन अनि हाम्रो लागि उद्धार र मुक्ति अनि शान्ति आनन्द ख्रीष्ट येशूमा छ र उहाँले दिनुहुन्छ। सबै कुराहरू परमेश्वरले वास्ता गर्नुहुने परमेश्वर हुनुहुन्छ। त्यसले यो गीत हामी परमेश्वरको महिमाको निम्ति गाउन गइरहेका छौँ। सुनेर आशीर्वाद हुनुहोला। अनि मेरो स्वरूपमा बनिएका मानव तिमी मेरो लागि अति सुन्दर तिमी मेरै हौ। अनि मेरो स्वरूपमा बनिएका मानव तिमी मेरो लागि अति सुन्दर तिमी मेरै हौ। तर मैले तिमीलाई त्यागिन, तर मैले तिमीलाई छाडिन, तिमीलाई बचाउन आफ्नो पुत्र पठाए। हजुरको स्वरूपमा बनिएको मानव हजुरको सुन्दरताले सजिएको मानव हजुरको स्वरूपमा बनिएको मानव हजुरको सुन्दरताले सजिएको मानव। अनि पापी भए पनि येशूको अनमोल रगतले पखालिएको दुलाई सुन्दर हुँ म। अनि पापी भए पनि येशूको अनमोल रगतले पखालिएको दुलाई सुन्दर हुँ म। ला 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 ला। जय मसीह।